आज म बनाउँदैछु कालो चनाको झोल तरकारी। यसलाई प्राय जसो पुरी, समोसा, चिउरा, भुजा यिनीहरुसँग खाने गरिन्छ। प्राय जसो खाजाको रूपमा खाने गरिन्छ, तर खानामा पनि खादा हुन्छ। कतिले सोध्ने गर्छन् तपाईहरु कहिलेकाहीँ त झोल तरकारीहरुमा लसुन प्याज खानुहुन्छ होला नि त। लसुन प्याज बिना त कसरी झोल तरकारी बन्छ? तर होइन, हाम्रो भान्सामा कुनै पनि डिशमा लसुन प्याज युज हुँदैन। त्यही पनि एकदमै मिठो सब्जी रेडी भएर तयार हुन्छ। चना झोल तरकारी बनाउनको लागि सबभन्दा पहिला म रातभरि भिजाएको चना लिएको छु। यसको लागि चाहिँ पहिल्यैदेखि हामीले रेडी गरेर राख्नुपर्छ। चना नभिजाइकन तरकारी त्यति मिठो हुँदैन। यसलाई चनालाई पखालेर लिएको छु। यसलाई अब कुकरमा राख्छु र बराबरी मात्रामा पानी राखेर यसमा थोरै नुन र थोरै बेसार राख्ने र यसलाई चलाइदिनु होला, नभए यो बेसार बाहिर आउन सक्छ सिटी लागेको बेला। त्यसपछि यसलाई ढक्कन लगाएर 2 सिटी आउन्जेलसम्म पकाउने। धेरै पकाउनु हुँदैन, नभए धेरै पाक्न सक्छ, फ्यात्तै गल्न सक्छ। यसलाई 2 सिटी मात्रै लगाएर बन्द गर्दिहाल्ने। 2 सिटी लागिसकेको छ। अब यसलाई मैले बन्द गरे। अब यसलाई एकछिन छोड्दिने। एकछिन छोडेपछि यसरी सिटी निक्लेको छ। मज्जाले पाकिसकेको छ चना। हेर्नुस् त, यो भन्दा बढी सिटी लगाएको भए बढी पाक्थ्यो। ठिक्क पाकेको छ। अब यसको मसला रेडी गरौँ। यसको लागि मैले 3 वटा टमाटर काटेर लिएको छु मिडियम साइजको। त्यसपछि त्यही पाकेको चना 1 डाडु लिने र यसमा हाल्ने। अब यसलाई थोरै पानी पनि राख्ने चनाकै। चनाको पानी फाल्नु हुँदैन, यी पानी स्वादिष्ट हुन्छ। अब यसलाई ढक्कन लगाएर पिस्दिने। मजाले मसिनो हुने गरी पिस्नुपर्छ। यतिको मसिनो भएको छ, एकदमै मसिनो भएको छ यो। त्यसपछि एउटा कराई बसाले। अब यसमा तोरीको तेल 1 चम्चा जति राख्ने, ठुलो चम्चाको। त्यसपछि यसमा 5 फोरम, तेजपत्ता, सुकेको खुर्सानी 2-3 वटा र यसलाई चलाएर अब अघि पिसेको झोल मसला थियो त्यसलाई हाल्दिने र यसलाई चलाएर मजाले सबै हाल्दिने र चलाउने। त्यसपछि हामी कहाँ भएको सुक्खा मसलाहरू पनि राख्दिने, जस्तै मिक्स मसला, बेसार, थोरै कसुरी मेथी 1 चम्चा जति। त्यसपछि स्वाद अनुसार नुन पनि राख्ने। अघि चनामा पनि राखेको छ नि त, त्यही भएर ठिक्क राख्ने। त्यही हिसाबले राखेर यसलाई चलाउने र थोरै काश्मिरी मिर्च पनि राखेको छु। यो रातो हुन्छ र स्वाद पनि राम्रो हुन्छ। थोरै चिली फ्लेक्स राखेको छु, पिरो हुने खुर्सानी। कतिको पिरो मन पर्छ राख्नु होला। अब यसलाई थोरै सब्जी मसला पनि राखेको छु, थोरै प्याकेटवाला। अब यसमा थोरै चनाकै झोल राख्दिने। यो झोल नफाल्ने, यसमा राख्ने, मिक्स हुन्छ। यसलाई 2 मिनेटको लागि छोपेर सानो आँचमा पकाउने। त्यसपछि 2 मिनेट भएपछि यसरी निकाल्दा एकदम मजाले पाकिसकेको हुन्छ। माथि तेल देखिएको हुन्छ। यसरी माथि तेल देखियो भने यो मसला पाक्यो भनेर बुझ्नुपर्छ। त्यसपछि अघि मिक्सरमा लागेको मसलाहरूलाई पखालेर यसमै हाल्दिने र चलाउने। अब भएको चनाहरू सबै राख्दिने, झोल शुद्ध राख्दिने सबै। त्यसपछि यसलाई चलाएर अब 2 मिनेट अझै पकाउने छोपेर। 2 मिनेटको लागि छोप्दिने र त्यसपछि 2 मिनेटपछि यस्तो भएको छ। एकदमै मिठो हर बास्ना आउने खालको पाकिसकेको छ। चना सब्जी एकदम चटपटा पिरो
अब यसमा अस्ति सुकाएको जुन थियो मैले भिडियो राखेको छु च्यानलमा हेर्नु होला। यो धनिया राखेँ माथिबाट। तरकारी पाकिसक्यो, एकदमै मिठो। अब यसलाई इन्जोय गर्न सकिन्छ। यो धनिया माथिबाट सुक्खा राखेको छु नि त। अब यसलाई 1 मिनेटको लागि छोपिदिने, धनिया पाक्छ नि त। अनि त्यसपछि बन्द गरिदिने ग्यास। पाकिसकेको छ। अब यो 1 मिनेटपछि इन्जोय गर्न सकिन्छ। हाउ डिलिसियस सी। बिना लसुन प्याजको पनि यति मिठो पाक्छ छैन र यो तरकारी खाउँ खाउँ लाग्ने। हेर्नुस् त कति मिठो छ। अब यसलाई एउटा बाउलमा ट्रान्सफर गरेँ मैले। यसलाई रोटी, पुरी, चिउरा, भुजा जेसँग नि खान सकिन्छ। यत्तिकै पनि खान सकिन्छ। एकदमै मिठो हुन्छ। यसरी हेर्दै खाउँ खाउँ लाग्ने सब्जी कुनै रेस्टुरेन्ट भन्दा कम छैन। एकदमै मिठो। हजुरहरूले पनि घरमा ट्राई गर्नुहोला र फ्यामिलीसँग इन्जोय गर्नुहोला। र यो रेसिपी कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट पनि गर्नुहोला। हस् त, बाई बाई। थ्याङ्क यू फर वाचिङ।